यो चाहिँ काठमाडौँको कुनै बेला राज्य चलाएको राज्यको प्रमुख शक्ति केन्द्र बस्ने नेपालको पृथ्वीनारायण शाहको सन्तानहरू हुने अन्तिम राजा ज्ञानेन्द्र शाह बस्नुभएको दरबार हो। हामी चाहिँ अहिले यो अगाडि रहेको जाबामा छौँ। अब यसलाई चाहिँ हामीले सजिलै अवलोकन गर्न सक्ने रहेछौँ जुन हामी यो जाबाको माथिल्लो फ्लोरबाट टप फ्लोरबाट त्यस्तै अगाडि देखिएको अर्को यति होल्डिङको बिल्डिङ त्यस्तै एनसेलको र मलाई चाहिँ के लाग्यो भने यहाँ चाहिँ जुन विश्व सम्पदा सूचीमा परेका सूचीकृत ठाउँहरू र हामीले यहाँबाट अलिकति अगाडि देख्न सक्छौँ हाम्रो त्यो अलिअलि रुखहरू भएको हरियो बिल्डिङको छेउमा भएको त्यहाँ चाहिँ राज्यको नेपाल सरकारको एकजना शक्तिशाली पदमा आसीन भएको व्यक्ति बस्नुहुन्छ जो नेपाल सरकारको उपराष्ट्रपति र यसले चाहिँ अलिकति नेपालको सुरक्षा प्रणालीमा अलिकति सिरियसनेस देखिन्न किनकि यति ठुलो अग्लो संरचना बनाउँदाखेरि चाहिँ यो सम्पदा र त्यहाँ बस्ने जुन हाम्रो विशिष्ट श्रेणीका जुन व्यक्तिहरू हुनुहुन्छ उहाँहरूको सुरक्षा संवेदनशीलता सुरक्षा ख्याल नगरिकन यो बिल्डिङहरू बनाएको देखिन्छ। यसले चाहिँ पछि नेपालको उच्च पदमा रहने व्यक्तिहरूको लागि सुरक्षा थ्रेट जस्तो मलाई चाहिँ लाग्छ। यसमा चाहिँ राज्यले कसरी यस्ता संरचनाहरूलाई जुन हामीले अगाडि देख्न सक्छौँ यो नारायण हिटी दरबार जहाँ चाहिँ सर्वसाधारणहरूको लागि पनि खुल्ला हुन्छ जसले टिकट खरिद गरेर मात्रै भित्र अवलोकन गर्न सक्छ। तर कुनै एउटा व्यावसायिक बिल्डिङमा बसेर 1-1.5 सयको कफीबाट सबै निरीक्षण गर्न सकिने भनेको चाहिँ अब यसलाई चाहिँ व्यावसायिकता भन्ने कि नभन्ने भन्ने कुरा चाहिँ प्रश्न रह्यो। र यो जुन पुरातात्विक वस्तुहरू र पुरातात्विक संरचनाहरूको अगाडि यस्ता बिल्डिङहरू बनाउन दिन हुने या नहुने भन्ने कुरा चाहिँ राज्यका सबै जुन निकायहरू चाहिँ सचेत रहनुपर्छ जस्तो लाग्छ मलाई चाहिँ।